आजको हाम्रो यात्रा भने बुढर झरनासम्म रहेको छ र हामी जाने क्रममा चाहिँ देख्न सक्नुहुन्छ दिपक साउसँग भेट भयो र हामी सँगै बुढर झरना गयौँ र आजको भिडियोमा चाहिँ यस्तो रमाइलो हुनेवाला छ। भिडियोलाई स्किप नगरेर लास्टसम्म हेर्नुहोस् है त। ओके गाइज, आजको हाम्रो यात्रा चाहिँ कहाँसम्म भन्ने कुरा चाहिँ तपाईँहरूले हाइलाइट हेरेर थाहा पाइसक्नु भएको छ। हो, आज चाहिँ हामी बुढर झरनासम्म चाहिँ रमाउनको लागि नुहाउनको लागि चाहिँ हामी लगभगै 8वटा मोटरसाइकलमा चाहिँ लगभगै 15-16जना चाहिँ हामी बुढरसम्म चाहिँ हाम्रो यात्रा रहेको छ। तपाईँले देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी ठ्याक्कै अत्तरिया बजारमा पुग्यौँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। र अत्तरिया बजारमा हामीले एकछिन रोकेर चाहिँ बाइकमा पेट्रोल हालिसके पछाडि चाहिँ सर हाम्रो यात्रा चाहिँ बुढरतिर भयो। देख्न सक्नुहुन्छ अलिकता पानी चाहिँ रिमझिम पानी परिरहेको थियो। आकाशले झारिरहेको त्यो पानी अनि मोटरसाइकलमा बसिरहँदाखेरि हानिरहेको त्यो हावा अनि प्रकृतिले दिएको यो चिसो पानी अनि खोलाले सुसिलिरहेको त्यो आवाज अनि त्यस पछाडि हाम्रो यात्रा यस्तो रमाइलो भइरहेको थियो नि गाइस, कुरै नगर्नुहोस्। अनि बाटोमा हिँडिरहँदाखेरि हरियाली अनि त्यस पछाडि वनजङ्गल डाँडाकाँडा हेरिरहँदाखेरिको रमाइलो नेक्स्ट लेभलको थियो क्या गाइस, होइन। अनि त्यस पछाडि देख्न सक्नुहुन्छ रङ्गी चङ्गी अनि बिल्डिङहरू अनि त्यस पछाडि कुहिरोले ब्लर गरेको यी दृश्यहरू अनि जीव जन्तु जनावरहरू हेर्दै जाँदाखेरि चाहिँ हामी ठ्याक्कै खाना खाने ठाउँमा आइपुगेको हामीले थाहा नै पाएनौँ र देख्न सक्नुहुन्छ। अनि टक्क होटलमा रोकिसके पछाडि चाहिँ हामी खाना खान थाल्यौँ। खाना खाँदाखेरि चाहिँ देख्न सक्नुहुन्छ दिपक साउद पनि हामी सँगै हुनुहुन्छ र हाम्रो यात्रा चाहिँ रमाइलो भइरहेको थियो। र खाना खाइसके पछाडि चाहिँ हामी त्यहाँबाट निस्क्यौँ र प्रकृतिले दिएको यो सुन्दर दृश्यहरू हेरिरहँदाखेरि कुन चाहिँ मान्छेले प्रकृतिको तारिफ गर्न चाहिँ बिर्सिन्छ होला त गाइज। र प्रकृतिको तारिफ गर्दा गर्दै अब चाहिँ हामी ठ्याक्कै बुढरको झरना नजिक पुगिसकेका छौँ। अब चाहिँ हामी भित्र जान्छौँ र भित्र गइसके पछाडि तपाईँहरूलाई म त्यहाँको दृश्य देखाउँछु। अनि त्यहाँ पुगिसके पछाडि चाहिँ हामीले दिपक हामी सबै मिलेर भिडियो बनायौँ अनि त्यस पछाडि भ्लग पनि बनायौँ। खतरा भएको छ भ्लग गाइज है, तपाईँले हेर्न सक्नुहुन्छ। J2 भ्लग 2.0 मा चाहिँ मैले हालिसकेको छु र लिङ्क देख्न सक्नुहुन्छ माथि छ। अनि त्यस पछाडि देख्न सक्नुहुन्छ झरनामा गएर चाहिँ हामीले सबैले नुहायौँ। अनि त्यस पछाडि झरनाबाट जुन खसिरहेको जुन पानी छ नि यस्तो चोट लागिरहेको थियो गाइज, होइन, कुरै छोड्नुहोस् क्या। मैले तपाईँहरूलाई क्वेसन गरेँ बुढर झरना तपाईँहरूलाई कस्तो लाग्यो अनि कसको आउने प्लान छ र तपाईँहरू कति पटक आइसक्नु भएको छ है, कमेन्ट गरिदिनु होला। र मेरो वेबाट हेर्ने हो भने चाहिँ मलाई चाहिँ अति नै नेक्स्ट लेभलको लाग्यो गाइज है। एकचोटि चाहिँ यो बुढरको झरना तपाईँहरूले आएर चाहिँ नुहाउनै पर्ने हुन्छ, रमाइलो गर्नै पर्ने हुन्छ। सबैजना चाहिँ आउनु होला। थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई, टेक केयर।